साथीहरू अहिले चाहिँ म काकरबिटियाको खोला साइडमा छु। यहाँको दृश्य चाहिँ यस्तो छ। यो चाहिँ यहाँको सुन्दर दृश्य हो। यहाँ चाहिँ एक्लै आउनु भन्दाखेरि पनि अलि साथी आउँदाखेरि चाहिँ नि राम्रो हुन्छ जस्तो लाग्यो। ठाउँ हेर्दाखेरि चाहिँ कता गएछ? यहाँ त झन् कस्तो कस्तो रहेछ। अब यहाँबाट यता तल नजाने यता जानु। ओह, पिकनिक खाने ठाउँ पनि रहेछ नि त त्यहाँनिर। हो, अब कता जाने रे? के भनेको? खोलाको स्वर सुन्न है साथीहरू। यो खोलाको स्वर यसरी सुन्न पाउनु पनि भाग्यकै कुरा हो। साथीसँग छुट्टियो साथीहरू कता पुगिसक्नु भयो होला। हामी चाहिँ फोटो खिच्दै बसिरहेको। जाम न ल त जाम न। भयो ओके ल ल बन्द गर। ढुङ्गेनी बाटो हुँदै अब हामी अलिकति परसम्म जाउँ। कस्तो छ यतातिर हेर्न। यहाँ त अर्कै ठाउँ पो रहेछ। सबिना, तिम्रो र मेरो यो सेल्फी आऊ। सेल्फी ल अलि राम्रो सिनमा है। कालो भयो कालो। यो चाहिँ के रहेछ? यहाँ यस्तो रहेछ नि त डाँडाको मुनि डोरीले समातेर माथि जाने भनेको थियो। त्यो के हो? खै के छ त? कति ठुलो ढुङ्गा के। यो चाहिँ बच्चाहरू खेल्ने पार्क जस्तो छ। उसले के भनेको थियो? यो चाहिँ साइप्रसको काकोपेत्रिया हो। यो चाहिँ काकोपेत्रियाको खोला। यही हो खोला। बर्खामा त यो खोला ठुलो हुन्छ होला। टाढा नजाउँ, माथि जाँदा काका पुग्छ। ल अलिकति माथिसम्म हेरौँ न।